नमस्ते। तो चलिए शुरू करते हैं। गुड मर्निङ सबैलाई सन्चै होला। वेलकम टु माई ब्लग। सबैले लाइफ ड्यामेज क्यामेरा रोक्यो भने च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। पाए देखाइदिनुहोस् न। आज हल्का टाइम आउँथ्यो। हिजो ढिलो भएर राम्रोसँग भ्लग बनाउनु पाएन। आज प्लिज बिहान 7:30 बजी उठेर खानासाना प्याक गरेर खाना पुगेन भने काम पनि सकिन्न। खाना खानुपर्छ। साथीहरूको दसैँ कस्तो भइरहेछ हाम्रो त। अब कम्पनीमा पनि सुपरभाइजरहरू पनि अब नेपाली नै छ। दसैँमा अब छुट्टी नपाउने हो क्या अरे। दसैँ टिकाको दिन पनि कामै गर्नुपर्ने हो क्या अरे। अब हाम्रो त छुट्टी यसो कुरा गरेको छुट्टी नमिल्ने जस्तो कुरा भयो क्या। अब साउहरू अब नेपाली भएको अब नेपालीहरूले नेपाली भएपछि यिनीहरू नेपाली हो बुझेर दिनु झन् छुट्टी होइन। साउहरू नेपाली सुपरभाइजरहरू मात्र नेपाली हुन्थ्यो के काम। यसो छुट्टी पाएको भयो होइन। यहाँ त मुस्लिम मुस्लिमहरू केही चाडपर्वहरू अब उनीहरूको ईद पढ्ने बेला मात्र हो। उनीहरूको अब सानो अब कसैको अब गभर्मेन्टको अब यहाँको फ्यामिली अब हुन्छ नि त। अनि शेखहरूको अब के बढ्थ्यो सट्थ्यो त्यो त पऱ्यो भने छुट्टी पाउँदो रहेछ। फेरि गभर्मेन्ट छुट्टी पाउँदो रहेछ। तर नेपालीहरूको यस्तो हुन्छ नि त नि यो दसैँ तिहारमा दिनुपर्ने हो खासमा होइन। एक दिनको भयो पनि छुट्टी नै नपाउने हो क्या अरे। फेरि छुट्टी बसेर के काम रुममा एक्लै हो नेपाली भने म है म कहाँ चाहिँ जानु र फेरि। स्यालेरी पनि आएन घरबाट भने दसैँ खर्चलाई है त। हिजो रमाइलो छ हो यस्तो। स्यालेरी आएको होस् खासमा हुन त आज भोलिमै आउनुपर्ने हो। अब हाम्रो चाहिँ यस्तो 15-16 तारिकभित्रमा दिन्छ स्यालेरी। गाह्रो छ अनि थाहा होला नि। अनि मेरा कसरी छिटोभन्दा छिटो धनी हुँ भन्ने दिमागमा सोचिरहेको छु। यसो है शेखहरूको छोरीहरू पठाउन सके पो घर ज्वाइँ बस्दिनु है शेखहरूको छोरी। चिप भने त्यही फेरि। अनि यहाँ त होइन कसम भनेको आजदेखिबाट यो देखेकै छैन। यहीँको लोकल नेपाली केटीहरू मात्र देखिरहेछ। दुबईको शेख भने नि कस्तो हुन्छ नामले मात्र सुने हो। सेतो कपडा लगाएको हुन्छ अरे त्यो रे खोइ त देखेकै छैन। हुन्छ हो आफू कहिले यो म बस्ने ठाउँ चाहिँ चौलाली पार गरेँ। यो बाटो कहिले बाहिर निस्किएको भयो पो थाहा होस् त। काममा चाहिँ आइज एउटै दिन रिपिट भइरहेछ यार। अहिले पनि एउटै दिन रिपिट भइरहेछ। बिहान आउट यसो राम्रो जस्तो गऱ्यो 5-10-3-4 मिनटको भिडियो बनायो आयो। कोही केटीहरू छ भने यसो गर्लफ्रेन्ड गर्नु छ भने यसो कोही बोलाइदियो हुन्थ्यो नि यार। प्रतीक भ्लग पनि के अरे कोरियाबाट फेमस भएको छ नि होइन र हो नि। अहिले नेपाल गएर म्युजिक भिडियो बनाइरहेको छ। यो मार्बिताएको नि जोडी भएर भाइरल भयो। राजकुमार पनि जोडी भएर भाइरल भयो। खोइ मेरो चाहिँ के हुने हो। अब आफू एक्लै भाइरल भनेको है। खानी त के भयो मेरो चिसो पानी खाने नहुनु भयो यार। यस्तो गौरीमा पनि घाँटी बस्दै चिसो लाग्छ नि। तपाईँलाई दसैँ आयो भने खुब रमाउँथ्यो। अहिले त खोइ त यस्तो मतलबै छैन। दसैँ पहिला योभन्दा अघिल्लो वर्षसम्म छुट्टीमा आएर टक्कै हिरो भएर टिक्क भएर गएको थियो गाउँ जाने बेला तल उसको बाउको नाम चिने थियो। अब सुनिल भन्थ्यो को यसको छोरा आएछ फलानुको छोरा आएछ भनेर थियो। जाने बेला राम्रै ट्रिट गर्थ्यो गाउँघरतिर पनि।
पहिलाको कुरा सम्झिने रुनी बस्ने फेरि पहिलाको काम गर्ने बेलाको फेरि अझै 2-3 महिनापछि अझै पछि ब्याक जान पाएको भने म जान्थेँ पछि क्या त्यो टाइम रिपिट गर्न पायो भने गर्थेँ क्या पहिलाको साथीहरू पहिला काम गरेको ठाउँ होइन पहिलाको धेरै कुरा मिस गरिरहेको हुन्छु अब त्यहाँ त्यो कुराहरू फर्केर त आउनु होला अब त भन्छ त अब यहाँ आएर चाहिँ बिचको तलको न माथिको भइयो म त है गाइस अब नेक्स्ट क्लिपमा आउनुपर्छ सबैजना है ल बाई